आज गणतन्त्रको छातीमाथि सम्पूर्ण नागरिकहरूले टेकेका छन्, तस्करहरूका छातीमाथि टेकेका छन्। आज म साह्रै खुसी छु। मेरो 3 वर्षको मेहनत आज मेहनतमा फल फल्दैछ। राजा ज्ञानेन्द्र शाहको सवारी भइसकेको छ। दर्शकबिन यो दृश्य देखाउँ। भोलि नारायण हिटीमा हाल्ने दिन कति जनता आउलान्, कति जनता आउलान्। तयार हो? गणतन्त्र धोका हो। राजा आऊ, राजा आऊ। गणतन्त्र ढलिसकेको छ, घोषणा हुन मात्रै बाँकी छ। गणतन्त्र मुर्दाबाद। प्रमुख राजनीतिक दलका नेताहरूले नजरअन्दाज गर्नुभयो भने, उपेक्षा गर्नुभयो भने परिस्थिति नियन्त्रणभन्दा बाहिर जान्छ। त्यो अप्रिय पनि हुन्छ। राज संस्था सहितको प्रजातन्त्र त स्थापना भयो। अब त्यो शान्तिपूर्ण ढङ्गबाट त्यसको अवतरण गर्ने वा यसलाई चाहिँ विध्वंसात्मक बनाउने अब त्यो सरकार र राजनीतिक दलहरूको हातमा छ। यो माहौल भनेको गणतन्त्र फ्याँक्ने माहौल हो। हामीलाई गणतन्त्र चाहिएन। जनताको चाहना, जनलहरले अवस्था र व्यवस्था परिवर्तन गर्नको लागि सुस्पष्ट। हामीलाई केही फरक पर्दैन। हामी गृहमन्त्रीसँग न्यु खोज्न आएको होइन। नारायण हिटीमा पनि जाने कुरा छ। छैन। निर्मल निवास मात्रै। निर्मल निवास। जब देश खतरामा गइसकेपछि नेपाली जनताको आह्वानमा सरकारले केही वक्तव्य निकाल्नु भएको छ। राजा आऊ देश बचाऊ भन्नु गलत कुरा हो र? यो अहिले माहौल हेर्न सक्नुहुन्छ तपाईहरु। यो कसैको आह्वानमा जबरजस्ती ल्याइएको, कसैले खुवाएर ल्याएको होइन। उहाँहरू आफ्नो स्वेच्छाले आएको भिडभाड हो, यति भन्न चाहन्छु। हामी शान्त हौ, हामी राजा, राज संस्था, राष्ट्रवाद चाहने मान्छेले रगत चाहन्न। देशको पैसा विदेशमा लगेर लगानी गर्ने, नेपाली नागरिकलाई टाट बनाउने, अनि त्यहाँबाट नेपालीले विदेशमा गएर रेमिटेन्स पठाउनु पर्ने, त्यो रेमिटेन्स मारवाडीले चलाउने, यस्तो पनि हुन्छ। गणतन्त्र गयो, राज संस्था आयो, हाम्रो अभियान र हाम्रो सपना पूरा भयो। नेपाली जनताले नेपाली भएर बाँच्ने, नेपालीको गुमेको स्वाभिमान फिर्ताको महसुस भइरहेको छ। सारा नेपाली जनता आज 15 लाख भन्दा बढी नेपाली जनता आज ज्ञानेन्द्र सरकारको फिर्ती सवारीमा उपस्थित भएका छन्। तपाईहरुले त सत्ता छोड्नु पनि पर्दैन। जनताले अहिले खोजेको कुरा के हो भने हिन्दू राष्ट्र, राज संस्थाको पुनर्स्थापना, भ्रष्टाचार र ब्रह्मलुटको अन्त्य र देशभित्रै रोजगारी गरेर बाँच्न पाउने अवसरको सिर्जना। यति पनि जनताले चाहिँ आशा गर्नु के त्यो चाहिँ गलत भएर साथ लिएर नै जनताको इच्छा बमोजिमै राप्रपाले ल्याउने हो। राप्रपा स्वयं एकले मात्र भनेको होइन, जनताको साथ र सपोर्ट लिएर नै राप्रपाले राज संस्थाको अनुभव गरिसकेको हुनाले गर्दा सबै जनसमुदायको चाहिँ आवश्यकता छ। दर्शकबिन दुर्गा प्रसाईले आफ्ना समर्थकहरूलाई अभिवादन गरिरहेका छन्। दुर्गा प्रसाईको यति बेला सवारी भएको छ यहाँ र प्रसाईले नेपालको राष्ट्रिय झण्डा फहराउँदै आफ्ना समर्थकहरूलाई अभिवादन गरिरहेका छन्। वयोवृद्ध त छोड्नुस्, युवाहरू जो भर्खरका छन्, कलिला छन्, उहाँहरूले समेत अब यो व्यवस्थालाई मन पराउन छोडेका छन्। उहाँहरू समेतमा असन्तुष्टि छ। उहाँहरू समेतमा यो देशको अवस्थाप्रति असन्तुष्टि मात्र होइन, चरम निराशा छ। 1000 कमिना मरेर एउटा कमिना जन्मिन्छ नि, हो त्यही हो के बिहोनी। गन्धी नालीको किरा हो त्यो, गन्धी नालीको किरा। केपीको होइन, हामीले प्रधानमन्त्रीलाई सभ्य भाषा प्रयोग गर्छ। सभ्य भाषा नागरिकसँग उहाँले सभ्य भाषा प्रयोग गर्नु भएको छ। आवाज सुन्नु भएको छ उहाँले। उहाँ देशको प्रधानमन्त्री होइन, एमालेको प्रधानमन्त्री हो, देशको प्रधानमन्त्री होइन। भाइ युवा दिदी बहिनीहरूलाई खाडी मुलुकमा लगेर यहाँ रोजगारीको निम्ति लगेर बेचिएको छ। वास्तवमा देश र जनताको मुटुमा बस्ने राजा फरक हुन्छ। यी साला यो देशका कुर्सीमा बस्ने अपराधी राजा भनेका हुन्, तर हाम्रो राजा भनेको नेपाली जनताको सबैको मनमा बस्ने मात्रै राजा खोजेका। चेलीबेटीको इज्जत थिएन रे, या त फेरि चाहिँ युवाहरू दासी बनाएर राखिन्थे रे, एउटा राजाको थुप्रै पटरानीहरू हुन्थे रे भन्ने कुराहरू छ। त्यो व्यवस्था भनेको सबै भ्रम हो। अहिले रेप केस अहिले धेरै छ कि पहिला धेरै छ? महेश बस्नेतको कतिवटा गर्लफ्रेन्ड छ अहिले? छोरी चेली पहिला थिए असुरक्षित, अहिले सुरक्षित। इन्स्टाग्राममा सबभन्दा धेरै अहिले
नाङ्गो नाच्ने अहिले छ कि पहिला छ? जसले शुद्ध राजाको संकेत दिइसक्यो। यो भनेको यी विदेशी दलालहरूले नेपाली जनतालाई भ्रममा राखेर नेपाली जनतालाई भ्रमको खेती गराएर अझै पनि लुट्न पाउँदैन भनेर नेपाली जनतामा भ्रम छरेका हुन्। राजा ज्ञानेन्द्र शाहको सवारी हुँदैछ र यति बेला सिटी पुलिसको गाडी अगाडितर्फ छ। सिटी पुलिसको गाडीले अगाडिको ट्राफिकलाई सम्भवतः यो स्कटिङ मार्फत चाहिने क्लियर गर्नेछन्। प्रहरी प्रशासनको स्कटिङमा राजाको सवारी यति बेला हुँदैछ। दर्शकबिन नमस्कार, यति बेला म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि छु, ठिक प्रवेशद्वारमा। र आज यहाँ एकजना यस्तो पात्र आउँदैछन् जसले यति बेला नेपालको व्यवस्थालाई हल्लाएर राखेका छन्। दर्शकबिन हामीले हेर्न सक्छौँ दुर्गा प्रसाईको यति बेला सवारी भएको छ। दुर्गा प्रसाईले आफ्ना समर्थकहरू बीच हात हल्लाउँदै नेपालको राष्ट्रिय झण्डा बोकेर दुर्गा प्रसाई आएका छन्। आज गणतन्त्रको छातीमाथि सम्पूर्ण नागरिकहरूले टेकेका छन्, तस्करहरूका छातीमाथि टेकेका छन्। आज म साह्रै खुसी छु। मेरो 3 वर्षको मेहनत आज मेहनतमा फल फल्दैछ। यो माहौल कस्तो छ? यो माहौल भनेको गणतन्त्र फ्याँक्ने माहौल हो। हामीलाई गणतन्त्र चाहिएन। गृहमन्त्रीले सख्त निर्देशन दिएका छन्, वाटर जेट तयारी अवस्थामा छ। त्यसले केही फरक पर्दैन। हामीलाई केही फरक पर्दैन। हामी गृहमन्त्रीसँग न्यु गर्न आएको होइन। गणतन्त्र ढलिसकेको छ, घोषणा हुन मात्रै बाँकी छ। गणतन्त्र मुर्दाबाद। अब यो मुर्दाबाद। स्वागतजी अब यो व्यवस्था कति दिन थिएछ? यो व्यवस्था अब बढीभन्दा बढी 3 महिना हो, तर आजैदेखि ढलिसकेको छ। घोषणा हुन मात्र बाँकी छ। यसैले यो जनताको सागरले प्रश्न गरिसकेको छ। घोषणा गरिएको थियो सरकारको तर्फबाट भ्रामक रूपमा कि यहाँ 6000 मात्र मान्छे हुनेछन्। यहाँ 10औं लाख नागरिकहरूको अहिले उपस्थिति रहेको छ। नेपाली जनताको यो शक्तिले राज संस्थालाई फिर्ता गरिसकेको छ र विदेशी षड्यन्त्रमा ल्याइएको व्यवस्था अन्त्य भइसकेको छ। यो घोषणा यहाँबाट आज औपचारिक रूपमा हामी गर्न चाहन्छौँ। यस्तो दिन आउँछ भनेर सोच्नु भएको थियो? मैले सोचेको थिएँ। मलाई थाहा थियो यो व्यवस्था जान्छ भन्ने कुरो। मैले बोलेका हरेक कुराहरू पुगे कि पुगेनन्? मैले बोलेका हरेक कुरा पुगेका छन् नि। मलाई थाहा थियो यो हुन्छ भनेर। दुर्गा प्रसाई समर्थकहरू यति बेला आएका छन्। हामीले हेर्न सक्छौँ प्रसाईका समर्थकहरू यति बेला यहाँ आएका छन्। फर्स्ट नेपाल फर्स्ट नेपाली भनिरहेका छन्। फर्स्ट नेपालीको नारा बोकेर यति बेला दुर्गा प्रसाई समर्थकहरू आइरहेका छन्। व्यवस्था लगभग धर्मरायकै अवस्थामा देख्नु भएको छ। अनि यो व्यवस्था त सकिसक्यो त। कहाँ धर्मराको भन्नुहुन्छ? सकिसक्यो त। अनि यो तपाईँले के बुझ्नु भएको छ? यो व्यवस्था सकिसक्यो त। नेताहरूलाई जाइँदाबाट लखेट्दैछन् होइन। नेताहरूले यो सत्ता हस्तान्तरण गरेनन् भने विश्वमा राजा काटिएको इतिहास छ भने नि अस्ति कुन नेताहरूले यहाँ नेता काटिएको हुन्छ, इतिहास हुन्छ। अब यो खालको माहौल कसैले पनि सोचेको थिएन होइन। एकाएक यति धेरै जनसमर्थन आक्रोश हो। तस्कर विरुद्धको लडाइँ हो, गणतन्त्र विरुद्धको लडाइँ हो। मारवाडीहरूका पार्टनर कम्बोडियासम्म लगानी, साउथ अफ्रिकामा लगानी, केनियामा सुनमा लगानी, एयरपोर्ट बेच्ने, बाल मन्दिर बेच्ने, आर्यदेव पशुपतिनाथको जग्गा बेच्ने, देशको पैसा विदेशमा लगेर लगानी गर्ने, नेपाली नागरिकलाई टाट बनाउने, अनि त्यहाँबाट नेपालीले विदेशमा गएर रेमिटेन्स पठाउनु पर्ने, त्यो रेमिटेन्स मारवाडीले चलाउने। यस्तो पनि हुन्छ। राजा मानिलिउ पुनर्स्थापना गर्नु नै भयो भने चाहिँ त्यसको मोडालिटी कस्तो रहन्छ र आम नागरिकले कस्तो प्रत्याभूति? मैले भने अनुसारको मोडालिटी हुन्छ। यो देशमा व्यवस्था परिवर्तन भएर राज संस्था स्थापित भएका बेलुकादेखि खाडीबाट यो
परिकल्पना गरेको छ। अहिले अब सत्ता पक्षले र सरकारले चाहिँ नि केही झुण्डहरू आइरहेका छन् सडकमा, यो सबैभन्दा उत्कृष्ट व्यवस्थालाई गाली गलौज गरिरहेका छन्, प्रधानमन्त्रीलाई गाली गरिरहेका छन्, अराजक हुनुभयो भनिरहेछन्। हो होइन, तस्करहरूको लागि सुन्दर हो, लुट्नेहरूको लागि सुन्दर हो, तर हामी सर्वसाधारणका लागि यो व्यवस्था सुन्दर होइन। प्रचण्डका लागि होला, केपी ओलीका लागि होला, मारवाडीहरूका लागि होला, होइन 12 भाइ मिडियाका लागि होला, तर सर्वसाधारणका लागि यो व्यवस्था ठिक होइन। आज मात्रै गृहमन्त्रीले सुर्खेतबाट चेतावनी दिनुभएको छ। हिजो मात्रै अस्ति मात्रै चाहिँ प्रधानमन्त्री केपी शर्मा ओलीले चाहिँ धम्की दिनुभयो। त्यसै गरी चाहिँ प्रचण्डले पनि भनिसक्नु भएको छ। अब प्रचण्डहरू उहाँ कार्यक्रम गर्न नसकेर भागेका, यो त आज कास्टिङ हो। अब नेता लगेर छन् गाउँबाट। पूर्व राजा ज्ञानेन्द्र शाह त्रिभुवन विमानस्थलमा आउँदै हुनुहुन्छ। पोखराबाट उहाँको सवारी रहेको छ र उहाँ करिब 3 बजेको सेरोफेरोमा त्रिभुवन विमानस्थलमा अवतरण गर्नुहुनेछ। प्रहरीले भित्र प्रवेश दिएको छैन के भन्नु? होइन, दिए पनि नदिए पनि यसमा हामी झमेला नगर्ने। माननीय ज्ञानेन्द्र शाह यति बेला आएका छन्। हामीले देखिरहेका छौँ निकै नै कसाकसीको माहौल छ। राष्ट्रिय झण्डा बोकेर ज्ञानेन्द्र शाही र समर्थकहरू यति बेला उपस्थित भएका छन्। तयार हो? प्रहरी भनेको हाम्रो दाजुभाइ हो, यिनीहरूलाई दुःख दिएर केही हुँदैन। लडाइँ भनेको यसको संविधानमा छ, संविधान परिवर्तन गर्ने हो। जसले प्रहरीलाई तलमाथि गर्छ त्यसलाई समाएर प्रहरीको जिम्मा लगाइदिने। तयार हो? हामी शान्त हो, हामी राजा, राज संस्था, राष्ट्रवाद चाहने मान्छेले रगत चाहन्न। तयार हो? कोही गाडी जान्न। यो अगाडिको गाडी कसको हो? यो बन्द गर्ने, अगाडि नजाने, तल राजाको सवारीमा जाने। यो जबरजस्ती गर्ने होइन, किनभने प्रहरीलाई सहयोग गर्ने यही प्रहरीले राजा फाल्नेका विरुद्धमा रगत दिएर लडेको थियो। याद गर्नु होला तपाईँहरूले। सबैले प्रहरीलाई सहयोग गर्ने। प्रहरीका साथीहरूलाई पनि अपिल छ, शान्तिपूर्ण यसलाई अगाडि बढाउने, जफती नगर्ने। अब राजाको सवारी भयो, यताबाट हामी जान्छौँ। बरु गाडी यतातिर लगाऊ। सबैले हात तलमाथि गरौँ। राजा आऊ, राजा आऊ। गणतन्त्र धोका हो, गणतन्त्र धोका हो। राजा आऊ, राजा आऊ, राजा आऊ। सयौंको संख्यामा होइन, हजारौंको संख्यामा समर्थकहरू, शुभचिन्तकहरू, राजा प्रेमीहरू, राजावादीहरू यति बेला त्रिभुवन विमानस्थल आसपास आइरहेका छन्। गणतन्त्र गयो, राज संस्था आयो, हाम्रो अभियान र हाम्रो सपना पुरा भयो। नेपाली जनताले नेपाली भएर बाँच्ने, नेपालीको गुमेको स्वाभिमान फिर्ताको महसुस भइरहेको छ। सारा नेपाली जनता आज 15 लाख भन्दा बढी नेपाली जनता आज ज्ञानेन्द्र सरकारको फिर्ती सवारीमा उपस्थित भएका छन्। भोलि नारायण हिटीमा हाल्ने दिन कति जनता आउलान्, कति जनता आउलान्। अनि यो भत्किसकेको गणेहरूले यो भिड थाम्न सक्छ? यो भिडलाई उपेक्षा नगरियोस्। खबरदार, गणतन्त्र त 1 ढल्यो, 2 ढल्यो, 3 ढल्यो, ढल्यो। हजुरले पहिले आकलन गरिसक्नु भएको थियो 2081 को अन्त्य हुँदा नहुँदै राजतन्त्र आउँछ भनेर। अब देखिया हो त त्यो संकेत? आइसक्यो। अब कति आउनु पर्यो? आइसक्यो, भविष्यवाणी पुरा भइसक्यो, आइसक्यो। पेच लाग्न अझ बाँकी छ। त्यस त हामी जनताले लगाइदिने हो। हामी जनताले चाहेको दिनमा भोलि लगाइदिन सक्छौँ, तर जनताको मनमा र देशमा आमूल परिवर्तनको संयोग बन्यो र सबै नेपालीको हृदयमा राजा आइसक्यो। हजुरले गर्नुभएको भविष्यवाणी पुरा भइसक्यो। के भन्न चाहनुहुन्छ आम नागरिकलाई? नेपालीहरूले अब अन्तिम पटक देशको लागि लड्ने समय आएको छ। को के नभनिकन देशको लागि जीव ज्यान दिएर लड्नको लागि अगाडि आउनुहोस् भन्न चाहन्छु। देश कतै गृहयुद्धमा त जाँदैन? देश गृहयुद्धमा जाँदैन। देशमा शान्ति र अमन चयन कायम हुन्छ। यो व्यवस्था रहिरह्यो भने गृहयुद्धमा जान्छ। त्यसैले यो व्यवस्था
परिवर्तन गरौँ। प्रहरी प्रशासनको आजको उपस्थितिलाई कसरी हेर्नु भएको छ? गृह प्रशासनले गृहमन्त्री स्वयंले सुर्खेतबाट चेतावनी दिनुभएको थियो। सक्छन् भने यहाँ आउन्, सक्छन् भने प्रधानमन्त्री यहाँ आऊ, केपी ओली यहाँ आऊ, सक्छौ भने यो भिडमा आऊ, गृहमन्त्री सक्छौ भने यो भिडमा आऊ, होइन भने कुनामा बसेर भुस्या कुकुर जस्तो नबुक। राप्रपा नेपालका अध्यक्ष कमल थापा हुनुहुन्छ, उहाँसँग संवाद गर्छौँ र जुन माहौल आज बनेको छ पक्कै पनि उहाँले थोरै विश्लेषण गर्नुहुन्छ। अध्यक्ष स्वागत छ तपाईँलाई। हजुर, आज जसरी चाहिँ स्वागत समारोह देखिएको छ, यो स्वागत समारोह भन्दा पनि एउटा किसिमको शक्ति प्रदर्शन देखियो राजावादीहरूको, राप्रपा नेपालको लगायतको। आजको यो सभा सम्मेलनलाई कसरी हेर्नु भएको छ? हेर्नुहोस्, विगत 18 वर्षदेखि लोकतन्त्रको आवरणमा जुन प्रकारले ब्रह्मलुट भइराखेको छ त्यसबाट जनता वाक्क दिक्क भएका छन्। जनताले परिवर्तन खोजेका छन् र नेपालमा हिन्दू राष्ट्र र राज संस्था सहितको प्रजातन्त्र स्थापना होस् भन्ने आम नेपाली जनताको चाहना रहेको छ। त्यसैको अभिव्यक्ति स्वरूप आज यो सडकमा प्रदर्शन भइराखेको छ। यो त एउटा केवल स्वागतको निमित्त भेला भएको जनता मात्र हो। अब साँच्चै नै सशक्त ढङ्गबाट जनदबाव सिर्जना गर्ने हो भने, जनआन्दोलन गर्ने हो भने योभन्दा कैयौं गुणा ठुलो प्रदर्शन हुन सक्दछ। त्यसर्थ सडकमा उर्लिएको जनताको यो भावना, समयको माग र आवाजलाई सुनेर चाँडोभन्दा चाँडो शान्तिपूर्ण ढङ्गबाट निकास खोज्न, वार्ताको माध्यमबाट राजादेखि माओवादीसम्म सबै अटाउने मौलिक प्रजातन्त्रको विकास गर्नका लागि म प्रमुख राजनैतिक दलहरू र दलका नेताहरूलाई आह्वान गर्न चाहन्छु। समयको यो मागलाई प्रमुख राजनैतिक दलका नेताहरूले नजरअन्दाज गर्नुभयो भने, उपेक्षा गर्नुभयो भने परिस्थिति नियन्त्रणभन्दा बाहिर जान्छ। त्यो अप्रिय पनि हुन्छ। राज संस्था सहितको प्रजातन्त्र त स्थापना भयो, अब त्यो शान्तिपूर्ण ढङ्गबाट त्यसको अवतरण गर्ने वा यसलाई चाहिँ विध्वंसात्मक बनाउने अब त्यो सरकार र राजनीतिक दलहरूको हातमा छ। त्यसर्थ म उहाँहरूलाई आग्रह गर्न चाहन्छु, विलम्ब नगर्नुहोस्। नेपाली जनताको रगत धेरै बगिसकेको छ। अब यो परिवर्तनको निमित्त जनताले रगत बगाउनु नपरोस्, बुद्धिमत्तापूर्ण ढङ्गबाट निर्णय लिनुहोस् भन्ने म आग्रह गर्न चाहन्छु। हजुरले यति भनिरहँदाखेरि सत्ता पक्ष या त फेरि चाहिँ गणतन्त्रवादी दलहरू सत्तामा जो आसीन छन् अहिले, उनीहरूले स्ट्यान्ड लिइरहेको छ र स्वयं अध्यक्ष सभापतिहरूले चाहिँ नि पूर्व राजाको यो गतिविधिलाई चेतावनी दिइरहेका छन्। गृहमन्त्रीले पनि आज सुर्खेतबाट चेतावनी दिनुभयो। यी गतिविधिलाई तपाईँहरूले चाहिँ कसरी हेर्नु भएको छ? सकिन्छ होला अहिलेको सत्तासँग लड्नलाई? कुनै पनि प्रकारको चेतावनीबाट अब जनताको यो लहर रोकिनेवाला छैन। हेर्नुहोस्, अनावश्यक हट प्रदर्शन नगर्नको निमित्त म आग्रह गर्न चाहन्छु। हेर्नुहोस्, विगतमा राजाको उदाहरणलाई सम्झनुहोस्। षड्यन्त्रपूर्वक ढङ्गबाट भए पनि राज संस्थालाई पाखा लगाउने निर्णय भएपछि नेपाली जनताको रगत नबगोस्, नेपाली जनताका बीचमा भिडन्त नहोस् भनेर राजाले राजगद्दी छोडेको उदाहरणलाई हेर्नुहोस्। र तपाईहरूले त राजगद्दी छोड्नु पनि पर्दैन, तपाईहरूले त सत्ता छोड्नु पनि पर्दैन। जनताले अहिले खोजेको कुरा के हो भने हिन्दू राष्ट्र, राज संस्थाको पुनर्स्थापना, भ्रष्टाचार र ब्रह्मलुटको अन्त्य र देशभित्रै रोजगारी गरेर बाँच्न पाउने अवसरको सिर्जना। यति पनि जनताले चाहिँ आशा गर्नु के त्यो चाहिँ गलत भएर यो कुरालाई बुझ्दिनको लागि म अनुरोध गर्छु। प्रतिगामी कदम भयो, किनकि अब यो संघीय लोकतान्त्रिक गणतन्त्र भन्दा राम्रो व्यवस्था छैन भन्छन् तपाईँहरू चाहिँ। फेरि राजा ल्याएर मान्छे भन्नुहुन्छ। हामीले चाहिँ राजा ल्याउनु पर्छ भनेर लोकतन्त्रलाई कमजोर बनाउन खोजेको होइन। राजा सहितको लोकतन्त्र भयो भने त्यो बलियो हुन्छ। अहिले लोकतन्त्रको नाउँमा स्वच्छन्दता छ। केही सीमित राजनीतिक दलका नेताले सिन्डिकेट खडा गरेर ब्रह्मलुट गरिराखेका छन् र तिनलाई नियन्त्रण गर्ने कुनै संस्था छैन। त्यस कारणले गर्दाखेरि राजा सहितको प्रजातन्त्र भयो भने समाजमा मर्यादा हुन्छ, अनुशासन कायम हुन्छ र अहिलेको जस्तो चाहिँ ब्रह्मलुट छाडातन्त्र हुँदैन। त्यस कारणले गर्दाखेरि हामीले यो परिवर्तन खोजेका हौँ। जनताको यो लहरलाई, जनताको यो चाहनालाई
प्रतिगामी देख्नुहुन्छ भनेदेखि मलाई लाग्छ चाहिँ त्यसमा उहाँहरूप्रति दया गर्ने बाहेक अरू राजा कहिले आउँदै हुन्छ त्यसो भए अन्तिममा राजा त आज आइ नै सक्नु भने पोखराबाट सिपेज कहिले सिपेजमा कहिले चाँडोभन्दा चाँडो चाँडोभन्दा चाँडो चाँडोभन्दा चाँडो भनेको यो 81मा आफ्नो राजा आफ्नो अभिभावक आफ्नो घरमा आउँदाखेरि त स्वागत गर्न पाउने सबैको अधिकार हो नि। तर यहाँ जुन राज्यले यो गणतन्त्रले लुटतन्त्रले जुन व्यवहार देखाइराखेको छ नि यो चाहिँ सरासर गलत छ। हैन तपाईहरुकै पुराना दल या त फेरि तपाईहरुका सहकर्मी यति बेला डराइरहेका छन्, मधेस केन्द्रित कोही छन्, कोही चाहिँ पहाड केन्द्रित भएर घुमिरहेका छन् र ठाउँ ठाउँबाट अभिव्यक्ति आइरहेको छ। स्वयं आज गृहमन्त्रीले भन्नुभएको छ राजाले यस्तो खालको गतिविधि नगर्नु भनेर उहाँले चेतावनी दिनुभएको छ। सुर्खेतमा के भन्नुहुन्छ? जो गलत गतिविधि गर्नु भएको छ उहाँ त सही गरिराख्नु भएको छ नि। जब देश खतरामा गइसकेपछि नेपाली जनताको आह्वानमा सरकारले केही वक्तव्य निकाल्नु भएको छ। राजा आऊ देश बचाऊ भन्नु गलत कुरा हो र? गलत कुरा हो र? आज तपाईहरुको के निर्मल छ? राजालाई तपाईहरु कहाँ निर्मल निवास लाँदै हुनुहुन्छ कि कहाँ लाँदै हुनुहुन्छ? एउटा व्यक्तिले एउटा पार्टीले चाहेर मात्रै के भन्छ राजगद्दीमा बस्नुहुन्न। तपाई हामी सबै नेपाली जनताले चाहेर मात्रै उहाँले गद्दीमा बस्नुहुन्छ। उहाँले जे भन्नुहुन्छ हामी त्यही गर्छ नेपाली जनता। हजुरले गणतन्त्र मानेको संघीयता मानेको दलमा बस्नु भएको र अहिले आएर तपाईले राजाको वकालत गर्नुहुन्छ, यसले आम नागरिकले कसरी बुझ्ने? मलाई त्यही कुरा चित्त नबुझेर धर्मनिरपेक्षता कुरा नबुझेर मैले संविधानमा सिग्नेचर गरेन यति कुरा बुझ्नुस्। जनता र राजा मिलेर राष्ट्र बनेको छ यति कुरा बुझ्नुस्। अब अन्तिममा जस्तो हिजो एमालेमा हुँदै गर्दाखेरि ज्ञानेश्वर देशचोर पारस सरकार रुखमा झुन्ने भनेर पछितो लागिरहेछ अहिले हैन भनेपछि त्यतिखेर हामी साच्चीकै भन्नुहुन्छ भने देशको दस्तावेज पढेनौँ, पार्टीको दस्तावेजले बोलाएको थियो, नेताहरूले जे भने त्यही हामी कुरा गर्यौं। तर सही यथार्थ हामी अहिले पनि तपाईहरु मिडिया कर्मीहरूले पनि तपाईहरुले पनि देशको दस्तावेज पढ्नु भएको छैन। दलका नेताहरूले के भन्छ, नेताहरूले के भन्छ, कसले कति पैसा कुनै बेला तपाईहरु गणतन्त्र भन्दिनुहुन्छ, कहिले राजतन्त्र भन्दिनुहुन्छ। हामी त जनताको भनेको त राष्ट्रको चौथो अङ्ग हो। मिडिया भनेको त राष्ट्रको चौथो अङ्ग भनिसकेपछि एकदम स्वतन्त्र पत्रकारिता तपाईहरु निर्वाह गर्नु गाह्रो छैन। अब गंगा चौधरी राप्रपामा गंगा चौधरी राप्रपा हैन स्वतन्त्र हो। यति कुरा बुझ्नुहोस्, यो राप्रपाको जुलुस हैन, आम नेपाली नागरिकहरुको जुलुस हो। आम नेपाली नागरिकहरु आम नेपाली जनताहरुले स्वागत गर्नको लागि आफ्नो अभिभावकलाई स्वागत गर्नको लागि आएको। अध्यक्षले त यसलाई खारेज गरिसक्यो। अनि मलाई केही मतलब छैन। देशबाट खारिज गर्न सक्नु पर्यो नि, घरबाट निकाल्न सक्नु पर्यो नि, यो कुरा मायने राख्छ। ल धन्यवाद। तपाई हिन्दू राष्ट्रको पक्षमा हुनुहुन्छ त्यसो भए? हिन्दू धर्मावलम्बी हो म, हिन्दू धर्मावलम्बी हो। मेरो राष्ट्र देवादि देव जन्मेको भूमि हो, पशुपति नाथको देश हो, म शिवसेना हो। गंगा चौधरी जो संघीयतामा गणतन्त्रमा सांसद भइसक्नु भएको छ, तर आज उहाँको अभिव्यक्ति पूर्ण रूपमा राजावादी भइसकेको छ र राजाको पक्षमा गंगा चौधरीले वकालत गरिराख्नु भएको छ। गंगा चौधरीले प्रष्ट भन्नुभएको छ। पूर्व सांसद नेकपा एमाले तर्फको गंगा चौधरीले स्पष्ट रूपमा भन्नुभएको छ कि यो गणतन्त्रले हिन्दू धर्ममाथि आक्रमण गरेको छ, संघीयताले नेपालीको अस्तित्वमाथि आक्रमण गरेको छ र यस अर्थमा धोखा भएको छ नेपाली नागरिक उपर, जसकारण चाहिँ आफू राजा पक्षधर भएको तर्क दिनुभएको छ। गणतन्त्रवादीहरूले जुन यतिका वर्षसम्म हेरियो हैन, जनताको समस्याहरू पक्कै पनि समाधान गरिन्छ होला भनेर जनताले आश गरेको थियो। तर जनता चाहिँ एकदमै यो गणतन्त्रले चाहिँ निराशा बनाएको कारणले गर्दा यो अहिले माहौल हेर्न सक्नुहुन्छ तपाईहरु। यो कसैको आह्वानमा जबरजस्ती ल्याइएको, कसैले खुवाएर ल्याएको होइन, उहाँहरू आफ्नो स्वइच्छाले आएको भिडभाड हो। यति भन्न चाहन्छु। अब सुध्रिने भए अब गणतन्त्रवादीहरू सुध्रिनुहोस्, नत्र जनता जागिसकेको छ। तपाईहरुले सडकमा पनि आज हुनुहुन्छ, सदनमा पनि आवाज उठाउनुहुन्छ। राप्रपाले आफ्नै नेतृत्वमा राजा ल्याउन सक्दैन भन्छन् हैन, तपाईहरु चाहिँ सदनमा आवाज उठाइराख्ने व्यक्ति, तपाईहरुलाई के लाग्छ राप्रपाको एकल नेतृत्वमै राजा सम्भव छ कि आम नागरिकले साथ दिनै पर्छ? राप्रपा भनेको राप्रपाको एजेन्डा, राप्रपाको विधान अनुसार राजा ल्याउने, राजा हुनुपर्छ भन्ने हो भने जबसम्म जनताको साथ सपोर्ट हुँदैन, कुनै पनि जनताको साथ लिएर नै जनताको इच्छा बमोजिमै राप्रपाले ल्याउने हो। राप्रपा स्वयं एकले मात्र भनेको होइन, जनताको साथ र सपोर्ट लिएर नै राप्रपाले राज संस्थाको अनुभव गरिसकेको हुनाले गर्दा सबै जनसमुदायको चाहिँ आवश्यकता छ, अति नै आवश्यकता छ। सीमा तपाईहरुको बहुमत ल्याउने सम्भावना धेरै छ।
बहुमत आउला नआउला तर चाहे बहुमतको ठुलो कुरा होइन, राप्रपाको बहुमतको ठुलो कुरा होइन। जनतालाई चाहिँ अवस्था बदल्न, जनतालाई जुन चाहिँ जनताले चाहेको जनताको चाहिँ अवस्था बदल्न सक्नु पर्यो, बहुमतको कुरा होइन। राप्रपा एउटा सत्तामा मात्र सत्ता केन्द्रित रहँदैन होइन, जनताको अवस्था बदल्नको लागि राप्रपा जस्तो अवस्थामा पनि बस्न तयार छ। 84 को चुनाव हुन्छ जस्तो लाग्छ तपाईलाई? अब 84 को चुनाव हुन्छ हुँदैन भन्ने कुरा तपाईँ हामी अब के अरे राजाको कुरा यसरी माहौल देखिसक्नु भएको छ। चुनाव भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टी जस्तो अवस्थामा पनि लड्नको लागि जुन अवस्थामा पनि हामी पछि हट्दैनौँ। त्यसमा अब हिजो हाम्रो राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षज्यूले भन्नुभएको छ हामीले राजा भनेको चुनाव लड्नको लागि कुनै दलको झोले बन्नको लागि होइन कि राजा भनेको सबै जनताको साझा एउटा अभिभावकको रूपमा आउनुपर्छ। त्यही भएर राजा भनेको यसरी नै जनताको माझबाट आउनुपर्छ भन्ने हो। दर्शकबिन दुर्गा प्रसाईले आफ्ना समर्थकहरूलाई अभिवादन गरिरहेका छन्। दुर्गा प्रसाईको यति बेला सवारी भएको छ यहाँ र प्रसाईले नेपालको राष्ट्रिय झण्डा फहराउँदै आफ्ना समर्थकहरूलाई अभिवादन गरिरहेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यति बेला दुर्गा प्रसाईको आगमन भएको छ। हामीले हेर्न सक्छौँ समर्थकहरूको विरो लागेको छ, उर्लिएर आएका छन् समर्थकहरू र जसरी यति बेला चाहिँ यो व्यवस्थाप्रतिको असन्तुष्टि चरम शिखरमा छ। पक्कै पनि दुर्गा प्रसाईका समर्थकहरूले यसलाई एउटा महत्त्वपूर्ण क्षणको रूपमा लिएका छन्, घडीका रूपमा लिएका छन् र सडकमा आफ्नो आवाजलाई सशक्त रूपमा राखिरहेका छन्। 2/3 सरकार डराएको छ, थर्राइरहेको छ। यति बेला अन्य दलहरू सबैले मधेस केन्द्रित मोर्चा सम्हालिरहँदा राप्रपा लगायतले पनि विभिन्न ठाउँहरूमा राजाको पहलकदमी गरिरहेका छन् र सँगसँगै राजा आफै पनि यति बेला मध्यपश्चिमतिर घुमिरहेका छन्। यसले कस्तो खालको सङ्केत दिइरहेको छ हामीले आगामी दिनमा हेर्न पाउने नै छौँ। तर आजको सङ्केत गणतन्त्र स्थापना भएदेखिकै सबैभन्दा असोचेको, अकल्पनीय, अविश्वसनीय र अलिकति फरक हुनेवाला छ। हामी तपाईँलाई साक्षी गराउँदैछौँ गणतन्त्रको सबैभन्दा भयानक दिनको। वयोवृद्ध त छोड्नुहोस्, युवाहरू जो भर्खरका छन्, कलिला छन्, उहाँहरूले समेत अब यो व्यवस्थालाई मन पराउन छोडेका छन्। उहाँहरू समेतमा असन्तुष्टि छ, उहाँहरू समेतमा यो देशको अवस्थाप्रति असन्तुष्टि मात्र होइन, चरम 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 निराशा छ। आज युवाहरू जो कलिला छन्, देशका कर्णधारहरूले देशको प्रधानमन्त्रीलाई गाली गर्नुपर्ने बाध्यता बनेको छ। बाबुराम चोर, ओली चोर, देवा चोर, आजु चोर, चाहियो 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 हाम्रो राजा हाम्रो देश, हाम्रो राजा हाम्रो देश, हाम्रो राजा हाम्रो देश, हाम्रो राजा हाम्रो देश, गणतन्त्र धोका हो, गणतन्त्र धोका हो, केपी तेरो पाराले, सेरे तेरो पाराले, हाम्रो राजा हाम्रो देश, हाम्रो राजा हाम्रो देश, संस्था भाइ युवा दिदीबहिनीहरूलाई खाडी मुलुकमा लगेर यहाँ रोजगारीको निम्ति लगेर बेचिएको छ। दर्शकबिन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नाराबाजी भइरहेको छ। जसरी चाहिँ हामीले देखिरहेको छ हाम्रो पृष्ठभूमिमा यति बेला यो व्यवस्थादेखि आम नागरिक स्वस्थ भइसकेका छन्। जनसमर्थन यति बेला छैन यो सरकारसँग। आम नागरिकहरू विचलितमा छन्। यो व्यवस्थाप्रति वितृष्णा हुन सक्छ या त फेरि चाहिँ असन्तुष्टि हुन सक्छ, के हो थाहा छैन। तर यो व्यवस्थाले गरिरहेको जुन अवस्था छ त्यसमा चाहिँ आम नागरिक सन्तुष्ट छैनन्, यति चाहिँ प्रश्न भइसकेको छ। आज अवस्था यस्तो आयो कि ठाउँ ठाउँबाट जहाँ तहीँ हर ठाउँमा केपी शर्मा ओली सम्माननीय प्रधानमन्त्रीलाई नै मुर्दाबाद भनिँदैछ, चोरको संज्ञा दिँदैछ। आखिर यो अवस्थामा कसले पुर्यायो, किन पुर्यायो,
कहाँबाट पुग्यौँ हामी, कारण के हो, यी तमाम प्रश्नहरू छन् मनमा उब्जिरहेका मेरा पनि र सम्भवतः तपाईँको पनि मनमा थुप्रै प्रश्नहरू होला। आज हेर्नुहोस् यी अवस्था किन आयो, कसरी आयो? तपाईँहरूले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गरिराख्नु भएको छ, के कारण हो भनिदिनुहोस् त? यो देशको केपी शर्मा अधिनायकवादको हामीले अन्त्य गर्नुपर्ने जरुरी छ। 1000 कमिना मरेर एउटा कमिना जन्मिन्छ नि, हो त्यही हो केपी ओली। गन्दी नालीको किरा हो त्यो, गन्दी नालीको किरा। केपीको अधिनायक होइन, हामीले प्रधानमन्त्रीलाई सभ्य भाषा प्रयोग गर्छ। सभ्य भाषा नागरिकसँग उहाँले सबै भाषा प्रयोग गर्नु भएको छ। आवाज सुन्नु भएको छ उहाँले। उहाँ देशको प्रधानमन्त्री होइन, एमालेको प्रधानमन्त्री हो, देशको प्रधानमन्त्री होइन। चोर चोर पैसा खुवाएर सांसद किनेर भनेको प्रधानमन्त्री हो। दर्शक दिन भर्खरका कुनै पनि पार्टीको झन्डा बोकेर आएको, देशको झन्डा बोकेर आएको हामी। देशको झन्डा, देशको माया छ। अनि हाम्रो 500 रुपियाँ 1000 रुपियाँ दिएर आएको होइन। एक मिनट दर्शक दिन, यति बेला यो देशमा वृद्ध त छोड्नुहोस्, वयोवृद्ध त छोड्नुहोस्, युवाहरू जो भर्खरका छन्, कलिला छन्, उहाँहरूले समेत अब यो व्यवस्थालाई मन पराउन छोडेका छन्। उहाँहरू समेतमा असन्तुष्टि छ, उहाँहरू समेतमा यो देशको अवस्थाप्रति असन्तुष्टि मात्र होइन, चरम निराशा छ। आज युवाहरू जो कलिला छन्, देशका कर्णधारहरूले देशको प्रधानमन्त्रीलाई गाली गर्नुपर्ने बाध्यता बनेको छ, प्रधानमन्त्रीको आलोचना गर्नुपर्ने बाध्यता बनेको छ, प्रधानमन्त्रीलाई विरोध गर्नुपर्ने बाध्यता बनेको छ। किनकि यी युवाहरूले देशमा आफ्नो भविष्य खोजिरहेका छन्। त्यो भविष्य कतै खाडीमा, कतै चाहिँ नि फरेन कन्ट्रीहरूमा चाहिँ गइरहेको बेला उहाँहरूले यही देशमा भविष्य खोजिरहेका छन् र त्यो वितृष्णा हुन सक्छ, त्यो असन्तुष्टि हुन सक्छ, त्यो निराशा हुन सक्छ। आज सडकमा यति बेला कलिला उमेरदेखि लिएर वयोवृद्धसम्म उत्रिएका छन्। हामीसँग बुवा हुनुहुन्छ, बुवासँग संवाद गर्छौँ। बुवा, के भन्न चाहनुहुन्छ? देशमा यो एमाले र काङ्ग्रेसको अपराधी गठबन्धनले गर्दा देशका ज्यानमारा अपराधी चोर भ्रष्टाचारीलाई, जो आफ्ना पार्टीलाई जोगाउने र अरू देशका सारा जनताहरूलाई बेहालत गराएको हुनाले अब यो व्यवस्था परिवर्तन नगरेसम्म हामी शान्ति रहने छैनौँ भने हामीले राजाको लाई साथमा आएका छौँ र हामीले राजा ल्याउनलाई हामी कसिएर लागेका छौँ। बुवा जस्तो कि तपाईँले दुवै व्यवस्था देख्नु भएको, बुझ्नु भएको, मजाले अनुभव गर्नु भएको। अहिले त यी जति पनि छन् धेरै जस्ता युवाहरू पनि छन् होइन, कलिला छन्, उहाँहरूले बुझ्नु भएको छैन। त तपाईँले त्यो व्यवस्था र यो व्यवस्थालाई हेर्दाखेरि कतिको फरक पाउनु भएको छ? पञ्चायती व्यवस्थामा मैले 15 वर्ष काम गरेर आएको व्यक्ति, पञ्चायतमा सबैको सम्मान थियो, इज्जत थियो, पुलिस भाइहरूको पनि प्रशासनको पनि इज्जत थियो, संसारका मान्छेको कर्मचारीको पनि थियो, सारा मास्टरहरूको सरहरूको पनि थियो र नेताहरूको पनि सम्मान थियो। आज कसैको संसारमा नेपालमा नेपाली भएर कसैको सम्मान र इज्जत छैन, कसैको नारीको इज्जत छैन। सारा संसारका नेपालका भाइ युवा दिदीबहिनीहरूलाई खाडी मुलुकमा लगेर यहाँ रोजगारीको निम्ति लगेर बेचिएको छ। सारा आफ्ना मान्छेहरूलाई भुटानी शरणार्थी बनाएर अमेरिका लगेर बिक्री गरिएको छ। तर अपराधीहरूलाई जोगाउने र देशभरमा लुट गर्ने। अहिले राज्यमा 17 खरब पैसाको खर्च हुन्छ, तर 9 खरब भन्दा यसको सरकारले उठाउन सकेको अवस्था छैन। र आश्विन महिनादेखि यहाँ कर्मचारीहरू, यहाँ हाम्रा शिक्षक भाइहरू, कुनै पनि र हाम्रा सुरक्षा कर्मीहरू र यो चाहिँ नि स्वास्थ्य कर्मीहरूलाई तलब दिन नसकेको अवस्था छ। तपाईँले भने जस्तो अब सुरक्षा कर्मीहरूले चाहिँ तपाईँहरूलाई साथ दिला जस्तो लाग्छ? बेला भएपछि साथ दिनुपर्छ। उहाँ पनि नेपालीका छोराहरू हो, उहाँ नि हाम्रै दाजुभाइ हो। तर वास्तवमा व्यवस्था मात्रै भएर भएन, अवस्था परिवर्तन नगरेसम्म उहाँहरूको पनि इज्जत रहेको छैन। त्यसकारणले अवस्था परिवर्तन गर्न चाहेका छौँ हामी। त्यसो भए अब तपाईँहरूलाई साथ दिनको लागि सेनाले पनि हात अगाडि बढाइदिनु पर्यो। इमानदार सेनाहरूले पनि अब विचार गरिसकेको अवस्था छ। बोल्न मात्रै नसकेको हो, पर्खर हेरेर मात्रै भनेको हो। केही दिनपछि यो पनि साम्य हुँदैछ, अब धेरै दिन समय लाग्दैन। सेना सडकमै उत्रिनु पर्ने? सेना सडकमै उत्रिनु पर्ने होइन, सेनाले यी 5 वटा अपराधीलाई लगेर
भैरवगढमा लगेर आश्रममा घुसारिदिएपछि शान्ति हुन्छ। तर गृहमन्त्रीले आज मात्रै गृहमन्त्रीले सुर्खेतबाट खुला चेतावनी दिनुभएको छ राजालाई। खुला चेतावनी राजाले दिनुभएको उहाँले किन भन्दाखेरि अझै पनि तर्साउन सकिन्छ कि भनेर कुर्सीमा प्रधानमन्त्रीज्यूले पनि जो पनि बस्न सक्छ, कुर्सीमा बस्ने बित्तिकै राजा हुन्छ, तपाईँहरू पनि राजा हुनुभएको छ नि भनेर हिजो भाषण गर्नुभएको छ तराईमा। तर कुर्सीमा बस्ने राजा र यो वास्तवमा देश र जनताको मुटुमा बस्ने राजा फरक हुन्छ। यी साला यो देशका कुर्सीमा बस्ने अपराधी राजा भनेका यी हुन्, तर हाम्रो राजा भनेको नेपाली जनताको सबैको आम मनमा बस्ने मात्रै राजा खोजेका हुन्। धन्यवाद बुवा। हामीले समर्थकहरूसँग संवाद गरिरहेका छौँ। राजा पक्षधार होस् या त फेरि राप्रपा समर्थक होस् या त फेरि चाहिँ राजावादीहरू, उहाँसँग संवाद गरिरहेका छौँ। आम नागरिकहरू पनि यहाँ उपस्थित हुनुभएको छ, युवादेखि लिएर वयोवृद्धसम्म उपस्थित हुनुभएको छ र यो व्यवस्थाप्रतिको एउटा वितृष्णा हुनसक्छ या असन्तुष्टि हुनसक्छ, चरम निराशा छ। यति बेला सरकारप्रति चरम निराशा छ। देशव्यापी रूपमा सडकमा युवाहरू उत्रिरहेका छन्। यो अवस्था तपाईँलाई हामीले आकाशले पनि पानी पर्न लागेको छ, राजा चेक गर्दैछ, राजालाई अभिषेक गर्दैछ आकाशले पनि। यो भनेको के हो थाहा छ तपाईँहरूलाई? यो भनेको अमृत हो, अमृत। राजालाई साई राम्रो सङ्केत हो, सङ्केत हो। राजाले आह्वान गर्दछ। युवाहरूलाई मैले एउटा मात्र प्रश्न गर्न चाहेँ है। यहाँ धेरै जस्तो मैले युवा देखेँ, त्यसले गर्दाखेरि चाहिँ जस्तो कि तपाईँहरू चाहिँ जतिखेर पूर्व राजाले राजगद्दी त्याग्नु भएको थियो, धेरै जसोलाई ठिक छ राजाले तपाईँहरूलाई धेरै जसोलाई याद छैन होला या त स्मरण छैन होला, त्यो व्यवस्था देख्नु भएको थिएन होला र यो व्यवस्था अनुभव गरिसक्नुभयो। तपाईहरु चाहिँ किन प्रेरित गर्यो कि राजाको पक्षमा आइदिनु भयो तपाईहरु? खासमा चाहिँ हामीले राजा भनेको हाम्रो अभिभावक हो र दोस्रो कुरो जुन यो गणतन्त्रमा छोटे राजाहरू धेरै भए, यिनीहरूले गर्दाखेरि हाम्रा जति पनि युवाहरू हुन्छ सबैजना विदेश हुन बाध्यता भएको छ। नेपालमा भएको रोजगारीहरू सबै उनीहरूले बेचेर खाए, कल कारखानादेखि लिएर कोशी समेत बेचेर खाए। विकासको नाममा कमिसनको खेल भइरहेको कारणले गर्दा यी भ्रष्टाचारीहरूलाई चाहिँ देश निकाल्न सहित हामीले राजतन्त्र फेरि लिएर आउन खोजेको। त्यसकारणले गर्दाखेरि अरु कुरै भएन, राजा भने देशको शान हो। राजा भएपछि नेपाल अस्तित्व नै हराइसक्यो, यी नेताहरूले खाइसके। तर फेरि कतिपयले के भन्छन् भने मैले त्यही भएर तपाईहरुलाई सोध्दैछु, मैले तपाईहरुलाई त्यही भएर सोध्दैछु, जस्तै त्यतिखेर चाहिँ नि राजा हुँदाखेरि आम नागरिक रहिती सरह थिए रे, या त फेरि चाहिँ नि चेलीबेटीको इज्जत थिएन रे, या त फेरि चाहिँ युवाहरू दासी बनाएर राखिन्थे रे, एउटा राजाको थुप्रै पटरानीहरू हुन्थे रे भन्ने कुराहरू छ। त्यो व्यवस्था यो भनेको यी विदेशी दलालहरूले नेपाली जनतालाई भ्रममा राखेर नेपाली जनतालाई भ्रमको खेती गराएर अझै पनि लुट्न पाउँदैन भनेर नेपाली जनतामा भ्रम छाडेका हुन्। अहिले रेप केस अहिले धेरै छ कि पहिला धेरै छ? महेश बस्नेतको कतिवटा गर्लफ्रेन्ड छ अहिले? छोरी चेली पहिला चाहिँ असुरक्षित, अहिले सुरक्षित। इन्स्टाग्राममा सबभन्दा धेरै अहिले नाङ्गो नाच्ने अहिले छ कि पहिला छ? जसले शुद्ध राजाको संकेत दिइसक्यो। अघिको प्रश्नको उत्तर दिनुहोस्। कुन चाहिँ प्रश्न? त्यतिखेर भनिन्थ्यो राजा हुँदाखेरि यस्तो थियो उस्तो थियो, अहिले चाहिँ तपाईलाई किन प्रेरित गर्यो? तपाईले त्यो व्यवस्था बारे त पढ्नु भयो होला, पक्कै पनि हेर्नु त भएको छैन होला। त्यो व्यवस्थाको कुरै छोडिदिनु। अहिलेका नेताहरूले देश सकिसके। राजा भने राजै हो, राजा राजा राजा। राजाको हामीले कुन तरिकाले हेर्नुपर्छ भनेदेखि त्यो बेलाको राजा भनेको के हो तपाईँले पनि हामीले त पुरानो हामीले अवस्था हेरेर हामीले बुझेर आएको। त्यो बेला कसरी राजालाई सम्मान पाइन्थ्यो? अहिलेका हाम्रो जति पनि भ्रष्टाचारी नेताहरू छन् विदेशमा जाँदा कुकुरले नपाएको दुःख पाएको छ, कुकुरले धरि सम्मान पाउँछ, इज्जत छैन होइन। त्यसकारणले हामीलाई राजा चाहिन्छ। हाम्रो जति पनि हक अधिकार छ फेरि हामी पुनश्चको लागि हामी आउँछौँ। के सोध्नु भएको? त्यही प्रश्न जसरी चाहिँ त्यतिखेरको अवस्थाबारे त तपाईँहरूले अनुभव गर्नु भएको छैन, अहिलेको अवस्था त अनुभव गर्दै हुनुहुन्छ। केले तपाईँलाई तान्यो? राजाको पक्ष लिनुपर्छ? राजाको पक्ष पनि होइन, मन्त्रीको पक्ष पनि होइन। टेक्नोलोजी बढ्यो, यो अब यो संसारमा सबै डेभलप हुँदै आइरहेछ नि त। हाम्रो देश पनि डेभलप त भएको छैन होइन। जे पनि अरूहरू हेरेर जो उयो त हुन्छ नि, जनता धनी भएर यस्तो भयो ल। फ्रस्ट्रेट भइसक्नु भयो यो व्यवस्थाबाट? यो व्यवस्थाबाट फ्रस्ट्रेट भइसक्यो। राजा नै आउनु पर्यो, देश बचाउनु पर्यो। यो सबै कङ्गाल भइसक्यो। एडबाट सुन पास भएको भइछ, राजाहरूको मन्त्रीहरू खाएको खाइ छ, जनताहरूलाई राजतन्त्र नै ठिक थियो। अहिलेको गणतन्त्रले गर्दा यो चरम भ्रष्टाचार, बेथेती
सब यो आम नेपाली जनताले जस्ताको तस्तै छन् तर यो लोकतन्त्रको नाममा लुटतन्त्र मचाउने यी अधिनायकवादीहरूलाई प्रश्न गर्नुपर्ने छ। यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उहाँको सवारीलाई निर्मल निवाससम्म शुभचिन्तक समर्थक, राप्रपा समर्थक, राजावादी समर्थक, आम नागरिक सबैले र्याली अन्तर्गत उहाँलाई स्कटिङ गरेर यो विमानस्थलको प्रवेशद्वारबाट निर्मल निवासको प्रवेशद्वारसम्म लाने सेड्युल रहेको छ। हामी तपाईले अनुमान लगाउन सक्दैनौँ आज जुन किसिमको उपस्थिति हामीले यहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको परिसरमा देखिरहेको छौँ, वास्तवमै गणतन्त्र स्थापना भए यताको अहिलेसम्मकै यो सबैभन्दा ठुलो राजावादी प्रदर्शन हो, सबैभन्दा ठुलो राजा पक्षदारहरूको यो भेला हो र सबैभन्दा ठुलो अहिलेसम्मकै सबैभन्दा शक्तिशाली धक्का हो गणतन्त्र र यो व्यवस्थालाई। जसरी 2065 सालमा गणतन्त्रको स्थापना भयो, जसरी 2065 सालमा राजाले नारायण दरबार छोडेर निर्मल निवासतिर लागे या त भनौँ नागार्जुनतिर लागे, आज पुनः यस्तो एउटा दिन आएको छ कि राजा समर्थकहरू, राजाका पक्षदारहरूले राजालाई, पूर्व राजालाई फेरि राजगद्दीमा बसाएर राज संस्था सहितको लोकतन्त्र ल्याउने अभ्यासमा लागिरहेका छन्। यो कतिको सम्भव हुन्छ हुँदैन त्यो आगामी दिनमा हामीले थाहा पाउनेछौँ, तर आजको यो उपस्थिति, आजको यो भेलाले भने पक्कै पनि गणतन्त्रमाथि प्रश्न उठाइरहेको छ, यो व्यवस्थामाथि प्रश्न उठाइरहेको छ। व्यवस्थालाई हेर्ने हो भने सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको यो व्यवस्थाभन्दा उत्तम व्यवस्था अरू कुनै हुन सक्दैन। तर जुन अवस्थामा छौँ हामी आजको दिनमा नेपाली नागरिकहरू फ्रस्ट्रेट छन्, आजको दिनमा नेपाली नागरिकहरू निराशाजनक अवस्थामा छन्, आजको दिनमा नेपाली नागरिकहरू सन्तुष्ट छैनन्। हो, उनीहरूको समूह त्यस्तै नेपालीहरू आज यहाँ भेला भएका छन्। आज देखिरहेका छौँ अबको केही क्षणमै राजाको सवारी हुँदैछ र यो भिड, यो उपस्थिति तपाईँले देखाउँ, स्कचिङ भइरहेको छ। यति बेला राजा ज्ञानेन्द्र शाहको सवारी भइसकेको छ। दर्शकवृन्द यो दृश्य देखाउँ, राजा ज्ञानेन्द्र शाहको सवारी हुँदैछ र यति बेला सिटी पुलिसको गाडी अगाडितर्फ छ। सिटी पुलिसको गाडीले अगाडिको ट्राफिकलाई सम्भवतः यो स्कटिङ मार्फत चाहिने क्लियर गर्नेछन्। प्रहरी प्रशासनको स्कटिङमा राजाको सवारी यति बेला हुँदैछ। गणतन्त्र धोका हो, गणतन्त्र धोका हो, केपी तेरो पाराले, सेरे तेरो पाराले, हाम्रो राजा हाम्रो देश, हाम्रो राजा हाम्रो देश, संस्था। दर्शकवृन्द, भर्खरै मात्र पूर्व राजा ज्ञानेन्द्र शाहको सवारी यति बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निर्मल निवासतर्फ लम्कदैछ र जनसमर्थन निकै भिडभाड छ। आम नागरिकहरूदेखि लिएर राजावादी पक्षहरू, राप्रपा समर्थक लगायत समर्थकहरू चाहिँ हामीले देखिरहेका छौँ। निकै बाक्लो उपस्थिति हम्मे थियो, पक्कै पनि निस्किन त्यति सहज छैन र स्कटिङ गरेर निर्मल निवाससम्म लाने कुरा छ। ट्राफिक जाम निकै नै
बाक्लो हुनेवाला छ। यही त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चाहिँ नि आज अत्याधिक धेरै चाप भएको कारणले गर्दाखेरि यहाँ गाडीहरू हिँड्नुको लागि समस्या परेको थियो र जसरी चाहिँ अहिले अब यो निर्मल निवाससम्म जाँदैछ पक्कै पनि यसले एउटा ठुलो चाहिँ नि ट्राफिक समस्या ल्याउनेवाला छ यो क्षेत्रमा।